चाहिँ क्याम्प ग्राउन्ड यस्तो छ है त एकदमै भोलिन्टियर हुनुहुन्छ है अब के छ हालखबर अन्ट्रे खाँदैछु जम्मी 38 जना भएछौँ है त ल गुड मर्निङ आज डे 2 सो हजुरलाई भिडियो चाहिँ अब यहाँबाट सुरु गर्छु अहिले चाहिँ बिहानै उठेर हामी यहाँ रेडी भइरहेको छौँ अब एकछिनबाट हामी बिच जान्छौँ अनि अरू के एक्टिभिटिजहरू गर्छु हजुरलाई म सेयर गर्ने नै छु ल अब चाहिँ म क्याम्प ग्राउन्डतिर लिएर जानेछु है त साथीहरू ल साथीहरू क्याम्प ग्राउन्ड चाहिँ यस्तो राम्रो देखिएको छ होइन हिजो चाहिँ पानी परेर एकदम बिजो भएको थियो आज चाहिँ एकदम घाम लागेको छ निर्धार पड्किने गरेर सो यहाँबाट हाम्रो क्याम्प सुरु हुन्छ होइन अहिले चाहिँ सबै साथीहरूले होइन खानासाना बिहानको बनाएर चाहिँ खाइसक्नु भएको छैन खाँदै हुनुहुन्छ किनभने मैले जहिले पनि भन्छु नि साथीहरू हाम्रो चाहिँ खाजा पनि डिनर पनि अनि के भन्छ लन्च पनि खानै हुन्छ सो ल डिनर लन्च ब्रेकफास्ट के हो यो सबै हो सबै ल सबै बिजी हुनुहुन्छ खानामा यहाँ हाम्रो सर अघि नै अगाएर चाहिँ यहाँ भुँडी टल्काएर बस्नु भएको छ ल को के गर्दै हुनुहुन्छ म सबै देखाउँदैछु हाम्रो खानेको चाहिँ होइन किचन यतापट्टि चाहिँ आइटमहरू ल मेरो बिहान होइन चिया खाने बानी थियो आज एकैचोटि खाना खाइन्छ खुला चाहिँ हुनुहुन्छ उतापट्टि यता ओम भाइले के लाउँदै हुनुहुन्छ तोरीको साग यो चाहिँ आमाले घरमै पकाउनु भएको दिइहाल्नु भएको थियो हो त्यही भएर हिजो पकाउनु भ्याइएन आज पकाइयो होइन दाजुले खाँदै हुनुहुन्छ ल उभिरहनु भएको छ दाजु कस्तो भएछ आज खानेकुराहरू एकदम मिठो हाम्रो मैले भन्छु नि जहिले पनि हाम्रो ब्रेकफास्ट लन्च डिनर यही हुन्छ होइन अनि त्यही भएर सोयाबिन आलु साग तोरीको साग करेला मुसुरी दाल दामी छ है पुरा मिठो छ अब हामी खाएर चाहिँ अब हामी बिचतिर जान्छौँ है अहिले चाहिँ सबै खाजा साजा खाएर होइन बिहानको सबै यहाँ हामी चाहिँ बिचतिर जानको लागि रेडी भएका छौँ ल अब बिच टाइम ल अब हामी बिचतिर जान्छौँ है साथीहरू यहाँ आधी यता रेडी हुँदै हुन्छ आजको मेरो आउटफिट यस्तो छ आज त हामी त बिचमा गएको है अखै उखु ल है ल एकदम हिजो चाहिँ रुन्ची हाँसो भएको थियो पानी परेर अझ चाहिँ होइन एकदम रमाइलो छ है त दिन ल सबै रेडी हुँदैछ यतै तल हो ट्विन देखिरहेछ ट्विन देखिरहेछ ल हामी चाहिँ अब दगुर्यौँ बिचतिर ल बिचमा आइपुग्यो है साथीहरू खेलेर गएको थियो त्यो चाहिँ अर्को भ्लगमा थियो है आउँदै हुनुहुन्छ माथिबाट कहाँसम्म यात्रा हो रात्दै बताउ पर्छ आउँदै हुनुहुन्छ अहिले चाहिँ होइन हामी पानी परेको अहिले कस्तो तिरेको थियो होइन कस्तो पानी परेको छ हामी त तल पुगेर आएको छ कि यहाँ परेको तत्तो हामीले रेस्क्यु गर्नुको लागि भन्ने गाडेर हो तिरेको छ त को रेस्क्यु लिएर आएको हो है आशा मम्मा आएको त नि के हो रेस्क्यु लिएर लाग्यो भनेर के हो तपाईँले आज फेरि तल यो क्लाउडी कर्नर क्याम्पिङ एरिया
हिजो हाम्रो गाडी पनि यहीँबाट चढेर गएको थियो सो आज चाहिँ हामी यसो टाइम पासको लागि चाहिँ यहाँ यसो घुम्थ्यौँ भनेर आएको हो यता त एकदमै सडक छ साथीहरू त्यही भएर हामी फर्किँदैछौँ क्याम्प ग्राउन्डतिर ल हेर्दै गर्नु होला है त साथीहरू साथीहरू अहिले चाहिँ म यत्रो खोलाको किनारमा एक्लै छु सबै साथीहरू चाहिँ पानी परेर क्याम्पभित्र जानु परेको छ जस्तै राम्रो छ पानी परेर रहेको बेलामा चाहिँ फेरि वेदर यस्तो क्लियर देखिन्छ है म चाहिँ नि यसरी छेउमा आएको तर मलाई जानै मन लागेन क्या अबतिर सो यहीँनिर बस्दा चाहिँ म यहाँको भ्यूहरू आउन मन गर्दैछु अब एकछिन यहाँ बसेर चाहिँ म क्याम्पको साथीहरूलाई भेट्न जाँदैछु त्यो भ्यू हेर्न छोडेर त्यो क्याम्पमा सिधा जाने त्यहाँ त भनेको जान म चाहिँ त्यसरी त्यहाँबाट यस्तो आएको अघि हामी गएको तल यहाँ तल पुगेर चाहिँ फर्किन्छ ल अब एकछिन यहाँनिर होइन यहाँ समुद्रको किनार हेरेर टोलेर बस्छु अनि त्यसपछि चाहिँ म क्याम्पतर्फ जानेछु त्यो दुइटै मान्छे आएको हाम्रो ग्रुप हो त्यो थाहा छैन त्यहाँबाट म बिच जाँदै जाँदैछु क्याम्पमा यता जाने बाटो पनि रहेछ यहाँ इज क्लाउडी हेड वक लुकआउट वा यता पनि रहेछ त जाने ठाउँ होइन यहाँबाट चाहिँ हाम्रो क्याम्प ग्राउन्ड भेटिन्छ अघि चाहिँ म एक्लै आएको थिएँ अहिले चाहिँ मेरो एकजना साथी पनि हुनुहुन्छ पछाडि अहिले घुम्दा आउनु क्याम्प ग्राउन्ड है चिसो भयो होइन अलग्गै बिचमा घुम्दा अब चिया पकाएर खानु पर्ला हाम्रो चाहिँ क्याम्प ग्राउन्ड खुवाइ गेम खेल्दै हुनुहुन्छ गफ गर्दै निर्माया बिहानको चिया छ कि छैन छ ल म चाहिँ हजुर हो म चिया खान आउँछु ल चिया खान्छु है त चिया यहाँ छ है हामी क्याम्प ग्राउन्डमा छौँ है स्टिल ल सबैजनालाई हाम्रो क्याम्प ग्राउन्डमा स्वागत छ बुवा हजुरलाई स्वागत छ ल हामीसँग मिसिन आउनुभएको छ अझै 2 गाडी हामी जम्मी 29 थियौँ प्लस 9 भनेपछि कति भयो हामी जम्मी 38 जना भएछौँ है त ल अन्ट्रे ठिकै छ रेडी होइन हाम्रो ल स्वागत छ अझै हाम्रो 2 गाडी थपिएको छ है त कस्तो भयो हो यो त सबै आएको हो नि त हैन खतरा एक्सपिरियन्स भयो त्यो ड्राइभरको लास्टमा गएर झन् ल नमस्ते सबैजनालाई डे 2 को चाहिँ बेलुकाको खानापिना पकाइसकेको छ म चाहिँ यहाँ के भन्छ अन्ट्रे खाँदैछु खानेकुराहरू चाहिँ पाक्दै हुनुहुन्छ पकाउँदै हुनुहुन्छ के पाक्दैछ यतातिर हेर्नु यता पाक्दैछ यता मनमाया हुँदैछ पकाउने यता काटकुट गर्ने मान्छेहरू यता बाबा घिउ टिमहरू हुनुहुन्छ यता कुकिङ यहाँ भइरहेको छ अब यतापट्टि हाम्रो नानीहरूको टिम चाहिँ त्यो पल्लो उयसमा छ होइन टेन्टभित्र के गर्दैछ म गएर हेर्दैछु सब नानीहरू बसेर पुचापुची यहाँ बेला भएको छ हेलो को छ
Yo, namaskar, how खबर? के छ हाल खबर के छ इलोराको हाल खबर वाह कस्तो राम्रो बनाएको रहेछ है Thank you. It was all my hard work. ओहो No, it wasn't. यहाँ को छ यतापट्टि High school. त्यसै अब लु को छ यतापट्टि खुट्टापट्टि म भित्र जानु बुम यहाँ अरियाना प्लस इलोरा रहेछ यता को छ है यहाँ यो चाहिँ नानीहरूको ग्याङ है अनि अरूको ग्याङ चाहिँ तल छ मैले देखाइसकेँ नि को छ भनेर त्यहाँनिर निर्मायाको यो हाम्रो त्यो मालाजुको यहाँ माछाको अनि त्यहाँदेखि उता आज चाहिँ फेरि 9 जना प्लस भएको छ हामी जम्मा जम्मी यसपालि चाहिँ 38 जना यो चाहिँ हाम्रो एकदमै हाइएस्ट ग्रुप हो है म क्याम्पिन आएको मध्येको एकदम बिग ग्रुप क्याम्पिन छ है त हाम्रो ल है साथीहरू अहिले चाहिँ डे 2 को चाहिँ बेलुका भएको छ होइन खानासाना खाएर कतिजना चाहिँ आगो ताप्दै हुनुहुन्छ भने चाहिँ कतिजना चाहिँ खाना अझै खाँदै हुनुहुन्छ हाम्रो आगो यस्तो छ है त Look how big, like it's actually my birthday. Oh, Oh my god. Say. एन्जलको बर्थडे पनि यहाँ भइसक्यो ह्याप्पी बर्थडे एन्जल Wow, Angel, how old you are? 16. Wow, so sweet 16. No, once again, Angel, happy birthday. Say thank you. Thank you. म चाहिँ भाइको बर्थडे पनि मनाइसक्यो अब हामी यता जाँदैछौँ अब हाम्रो साथीभाइले के गर्दै हुनुहुन्छ ल क्याम्पहरू यता अलि पनि हिजोदेखि नै थियो यहाँ आज यहाँ धन्दा गर्ने पनि हुनुहुन्छ है त चाहियो म बोल्दैछु त मेरो भ्लग सुरु भयो नि ल आजको एकदमै भोलिन्टियर हुनुहुन्छ है अब 2 जना बहिनीहरू धन्दा गर्दै हुनुहुन्छ अनि उता चेन्ज गर्दै हुनुहुन्छ पानी मेरो हेल्प चाहिन्छ बेसी खाएर जति जम सकेन छ अरे ल किन ए तल यसमा धारा छ छैन रमाइलो भइरहेको छ है आज चाहिँ हाम्रो डे 2 सो अब म थोरै भ्लग गर्नेछु त्यसपछि चाहिँ म भिडियो एन्ड गर्छु है साथीहरू दुईटा गर्ल्सहरू आउँदै हुनुहुन्छ हाई ताप्दै हुनुहुन्छ यो के देखाउँदै हुनुहुन्छ इलुले इलुको के छ हातमा यति रमाइलो भएको छ नानीहरूलाई Roar. आहा